साथीहरु नमस्ते, वेलकम टु माई च्यानल। आजको भिडियो सामग्रीमा म एउटा अनलाइन बिजनेसमा काम गर्ने, स्पेशली अपवर्कमा काम गर्ने साथीहरुको लागि इन्ट्रोडक्सन भिडियो कसरी तयार गर्ने भन्ने विषयमा एउटा भिडियो सामग्री लिएर आएको छु, जुन चाहिँ मैले आफूले बनाएको भिडियो हजुरहरुलाई पोस्ट गरेको छु। यो अलिकति लामो छ, यो चाहिँ मैले अलिकति कट गरेर यसलाई मिलाएर मैले 60 सेकेन्डको बनाएर यसलाई पोस्ट गर्छु। 60 सेकेन्ड भन्दा बढीको हुनु भएन, र त्यसलाई त्यहाँ मागेको जुन क्वालिटी छ त्यो क्वालिटी भन्दा बढी क्षमताको पनि हुनु भएन। लेट्स जम्प इन्टु द भिडियो। हाई डियर, नमस्ते। दिस इज सुजन अधिकारी, virtual assistant, translator and content creator based in Nepal. Yes, if you are looking to streamline your data operation, polish your return content, or create eye-catching media, you are in the right place. With master's degree in English literature, over 9 years of technical experience, and in a background with secondary level educator, I brings meticulous precision to every project. In bilingual English Nepali translation and vice versa, plus high speed data entry, Excel management and proofreading. Well, to help business stand out, I leverage modern AI tools to produce high converting copy, custom brand visual assets, and a short form video reels for social media. Whether you need a reliable virtual assistant or a precision translator, I am committed to clear communication, strict confidentiality, and top quality results. Send me a message today. Let's discuss how can lighten your workload. Thank you. हस्त साथीहरु, मैले अपवर्कको लागि बनाएको मेरो एउटा भिडियो यही थियो। अलिकति लामो छ, यसलाई मैले एडिट गरेर अलिकति थोरै 60 सेकेन्डको बनाएर अनि मैले यसरी नै इन्ट्रो चाहिँ मैले अपवर्कमा पोस्ट गरेको थिएँ। तपाईहरुले नि यसरी नै आफ्नो इन्ट्रो बनाएर अनि त्यसपछि त्यसलाई बुस्ट गर्न सक्नुहुन्छ। त्यसरी तपाईको क्लाइन्टले तपाईलाई हेर्ने हो, तपाईलाई हेरिसकेपछि तपाईलाई चाहिँ हायर गर्न सक्छ। तपाईले जुन प्रपोजल हाल्नु भएको छ त्यसमा। हस्, अल द बेस्ट। मलाई युट्युबमा निरन्तर फलो गर्न सक्नुहुन्छ। म अब यस्तै खालको भिडियोहरू लिएर आउने छु। यो मेरो फर्स्ट भिडियो थियो। योभन्दा अगाडि म खासै भिडियोहरू पनि त्यसरी बनाएर हाल्दिनँ थिएँ। म अपवर्कसँग अनलाइन विशेष अरू कुनै कामहरूसँग रिलेटेड भिडियोहरू नै कन्टिन्यू गर्ने सोचमा छु। टाइमहरू नमिलिरहेको हुनाले मैले यस्तो भिडियोहरू बनाउन पाइरहेको छैन। कृपया आउने दिनमा यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्दै गर्नको लागि मेरो युट्युब च्यानलमा लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, फलो गर्नुहोला। हवस् त, बाई बाई।